तपाईँ सबै साथीहरूलाई हाम्रो यस युट्युब च्यानलमा स्वागत छ। आज मिति 2081 साल चैत्र 27 गते गोरखापत्रमा लोकसेवासँग सम्बन्धित छापिएका वस्तुगत प्रश्न उत्तर लिएर आएका छौँ। आज हामी लोकसेवा आयोग सम्बन्धित गोरखापत्रमा के सामग्रीहरू छापिएको छ त यसै विषयमा केन्द्रित भएर वस्तुगत प्रश्न उत्तरबारे अध्ययन गर्नेछौँ। अब सुरु गरौँ। प्रश्न नम्बर 1 प्रश्न नम्बर 1 मा छ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास अर्थात् बिमस्टेक है। बिमस्टेकको 6औं शिखर सम्मेलन पहिले र कहाँ सम्पन्न भएको हो? पहिले र कहाँ सम्पन्न भएको हो भन्ने प्रश्न छ। यसको उत्तर छ सन् 2025 अप्रिल 4 ब्याङ्ककको थाइल्यान्ड है, थाइल्यान्डको ब्याङ्ककमा भएको छ। सन् 2025 अप्रिल 4 ब्याङ्कक थाइल्यान्ड। यस विषयमा अलिक विस्तृत अध्ययन गर्नुपर्छ, यो खर्दार लक्षित हुन सक्छ। यहाँ भनेको छ बिमस्टेकको पहिलो भिजन दस्तावेज बिमस्टेक ब्याङ्कक भिजन 2030 अनुमोदन भयो है। यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्ध, लचिलो र खुल्ला बिमस्टेक नारा अन्तर्गत बिमस्टेक ब्याङ्कक भिजन सहित 6 बुँदे प्रस्ताव पारित गरेको छ। नारा के थियो भने समृद्ध, लचिलो र खुल्ला है। अनि कति बुँदे प्रस्ताव थियो भने 6 बुँदे। ख्याल गर्नुपर्छ। अब 6 बुँदे प्रस्तावहरू के थिए त? यो 6 बुँदे प्रस्तावहरू के थिए भन्ने कुरामा जान्नुपर्छ हामीले। अब यहाँनिर 1 मा छ, 1 मा प्रस्ताव नम्बर 1 बिमस्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन। 2 मा छ बिमस्टेकको भविष्य निर्धारणका लागि प्रतिबद्ध व्यक्तिहरूको समूह इपिजी गठन। 3 मा छ समुद्री यातायात सहयोग सम्बन्धी म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता। अनि 4 मा छ भूकम्पबाट प्रभावित म्यानमार र थाइल्यान्डलाई सहयोग गर्ने विषय सहितको संयुक्त वक्तव्य। 5 मा छ पर्यटन र संस्कृतिलाई प्राथमिकता। 6 मा छ जनताको सम्पर्क विस्तार हैन। शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहित सदस्य मुलुकका सरकार प्रमुखहरू सम्बोधन गरेका थिए। प्रश्न नम्बर 2 मा छ मैनाली कथा सम्मान 2081 बाट सम्मानित हुने स्रष्टा को हुन्? उत्तर छ यसको कथाकार रत्न कोजु। त्यसै गरी भानु तुलसीदास सम्मान डाक्टर राजेन्द्र विमललाई प्रदान गरियो। अर्को प्रश्न नम्बर 3 विश्व ब्याङ्कद्वारा सन् 2025 अप्रिल 3 मा सार्वजनिक प्रतिवेदन अनुसार आव 2081-82 मा नेपालको आर्थिक वृद्धि दर कति हुने लक्ष्य लिएको छ, अनुमान गरिएको छ? वृद्धि दर कति वृद्धि हुने अनुमान गरिएको छ भने यसको उत्तर छ 4.5%। 4.5%। 25 मा वा 81-82 मा नेपालको आर्थिक वृद्धि दर 4.5%। प्रश्न नम्बर 4 किराती प्रथम राजा एलिहाङ यलम्बरको शालिग कहाँ निर्माण गरिएको छ? किराती प्रथम राजा यलम्बरको शालिग कहाँ निर्माण गरिएको छ? उत्तर छ बुइपा खोटाङमा निर्माण गरिएको छ। अर्को प्रश्न नम्बर 5 प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास बिमस्टेकको 6औं शिखर सम्मेलनमा सहभागी हुन पहिले थाइल्यान्ड प्रस्थान गरे हैन। प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेकमा सहभागी हुन 6औं सम्मेलनमा सहभागी हुन नेपालबाट कहिले प्रस्थान गर्दै हो भने 2081 साल 1 को महिना 19 गते। अनि फिर्ता कहिले आयो भने चैत्र 23 गते। 2081 चैत्र 23 गते। प्रश्न नम्बर 6
प्रश्न नम्बर 6 मा छ हाम्रो नेपाल विद्यापति पुरस्कार कोषले नेपाल विद्यापति मैथिली भाषा साहित्य